के यस्तो हिलो छापेर पछाडि त वर्षको एकचोटि धान रोप्नु पर्ने मरेपछि जिन्दगी चोलामा खोलामा जान्छ भो कस्तो भइरहेछ आजको मेला एकदम रमाइलो राइट ठिक हिलो छाप्न पाएपछि आज नभिजे कहिले भिज्ने त खै त्यो पनि हो वर्ष एकचोटि गाईहरू भिज्नै पर्छ भिज्नेसम्मै भिज्यो गाईहरू अब म धान रोप्यो सुरु गर्यो नगर्ला नगर्नु है साथीहरू अब छिटो छिटो अब सुताइदिन्छ गाईहरू भयो यस्तो यस्तो हालत खराब हालत खराब पराग अब भरे मात्रै खेल्ने हो हामी पुग्यो गाईहरू राम्रो कमेन्ट गरिदिनु हाम्रो कमेन्ट लाइक गरिदिनु राम्रो राम्रो गीत आएको छ माटो गयो गइकन आँखामै गयो मेरो आँखाले मान्छे नि हेर भएन उडेर यहाँ बिचोक गाईहरू कमेन्ट गरिदिनु है गाईहरू सबैले हाम्रो बल्ल बल्ल 1 वर्ष धान रोपेको छ भगत 50 मुरी आउने रोपिसक्यो गाईहरू अब छ 30 मुरी जति रोप्नुपर्ने धेर छैन 60-70 मुरी आउने जति छ खेत गाईहरू कमेन्ट गरिदिनु हुन्छ गाइज